वर्षाले आँखाभरि आँसु बनाई। उसको कुराले भरिएका ती आँखाले साह्रै पीडा भयो। ऊ अझै भन्न लागि, मैले गर्दा तिम्रो मन दुख्यो। म तिमीबाट पहिले नै टाढा भइदिन सकेकी भए यो दिन आउँदैन थियो। यो कस्तो कुरा गरे कि? प्लिज यस्तो नभन। वर्षालाई अँगालो हाल्दै भने, सब ठिक हुन्छ, चिन्ता नगर। ठिक हुन्न आकाश, यो ठिक हुन्न। वर्षाले रुन्चे स्वरमा भने। म वर्षालाई अँगालोमा नै राख्न चाहन्थेँ, तर ऊ आफै अँगालोबाट छुट्टिएर भने, यो मलाई पनि सजिलो छैन आकाश, तर यो बाहेक अरू उपाय छैन। ऊ घरिघरि त्यही कुरामा आइरहन्थे। म जोडिने कुरातिर जान खोज्थेँ, वर्षा छुट्टिने कुरातिर फर्कन खोज्थेँ। त्यसो नभन वर्षा, म सक्दिनँ तिमीबाट टाढा रहन। तिमी आफै भन, मेरो के हुन्छ? मैले पनि रुन्चे स्वरमा भने। अब तिमी पनि अगाडि बढ आकाश। बस हामी बिच जे जति भयो त्यसलाई भुलिदेऊ। कति सजिलै बोल्न भन्दै थिए वर्षा। अचकित थिएँ। के भने कि वर्षा तिमीले? किन यस्तो भन्छौ? म झर्किएँ। ऊ मौन रही। वर्षाले मसँग आँखा जुधाइरहेकी थिएन। मैले उसका दुवै पाखुरा समाउँदै उसलाई आफूतिर फर्काएर भने, मेरो आँखामा हेरेर भन, के तिमी साँच्चै यो कुरा भन्दैछौ? तिमीलाई लाग्छ यो सम्भव छ? वर्षाले मसँग आँखा जुधाएन। मैले रिसाउँदै उसको शरीर हल्लाएर भने, मेरो आँखामा हेर वर्षा, के तिमी मलाई भुल्न सक्छौ? के सँगै बिताएको त्यो समयलाई चटक्कै बिर्सन सक्छौ? भन, के तिमीले मलाई प्रेम गरेकी थिएनौ? के तिमीलाई मेरो प्रेमको अनुभूति भएको थिएन? के हाम्रो प्रेम यति कमजोर छ कि यसलाई यति सजिलै भुल्न सकियोस्? म भक्कानिएँ। वर्षाका आँखा टिलपिल भए, तर उसको मुख खुलेन। मैले उसलाई हेरिरहेँ, उसको जवाफ कुरिरहेँ, तर वर्षा बोलिन। मेरो आँखामा मात्र हेरिरहे। वर्षाले मेरो हात उसका पाखुराबाट हटाएर अब जान्छु भन्दै उठ्न खोजे। मैले च्याप्प उसको नाडीमा समाएर भने, नाइ वर्षा, तिमीले मेरो जवाफ दिएकी छैनौ। वर्षाले बल गरेर हात छुटाउन खोज्दै भने, म जानुपर्छ, छोड मेरो हात। म केही नबोली उसको हात समाइरहेँ। वर्षा बेन्चबाट उठी र बल गरेर उसको हात छुटाउन खोजे। मैले उसको हात झनै कसेर समाएँ। आकाश, छोड मेरो हात। नाइ वर्षा, मलाई नछोड। छोड मेरो हात। रिसाउँदै चर्को स्वरमा भने, तर मैले हात छाडिनँ। त्यस क्षण मभित्र फरक किसिमको कम्पन आएको थियो। मेरो हातले वर्षाको नाडी छाड्न चाहिरहेको थिएन, बरु अझै बल गरेर समाउँदै थियो। वर्षाले जोड लगाएर उसको हात ताने। मैले वर्षाको हात फुत्किन दिएन। म एकाएक प्रश्न गर्न थालेँ, किन वर्षा, किन यो सब गरे कि? मेरो गल्ती के हो? कि तिमी अरूलाई नै मन पराउन थाल्यौ? कि ममा केही कमी छ? के पुगेन? भन, के भएन? म जङ्गिन थालेँ। झगडालु स्वभाव उम्लिएर मबाट पोखिन थाल्यो। मेरो त्यस किसिमको व्यवहार देखेर वर्षाले त्रस्त मुद्रामा हेरी। आकाश, छोड मेरो हात। मलाई दुख्यो भन्दै चिच्याउन थाली। भन वर्षा, के तिमीले पनि तिम्रा बाबुआमाको जसरी म धनी नभएकाले मलाई छाड्न आँटेकी हौ? कि मभन्दा राम्रो केटो भेटियो? आकाश, मलाई दुख्यो, छोड प्लिज। वर्षाले तरक्क आँसु झारी। उसको आँखाबाट झरेको आँसु देखेपछि म झसङ्ग भएर हात छाडिदिएँ। उसको नाडी रातो भएको थियो। वर्षाले नाडी सुमसुम्याउँदै डरको नजरले मलाई हेरी। वर्षा मसँग डराएकी देखेपछि एकाएक म आफ्नै नजरमा घृणित भएँ। वर्षा, सरी भन्दै म उतर्फ बढ्दै थिएँ। भाइ आकाश भन्दै त्रस्त आँखा लिएर ऊ बागमतीतिर बढे। वर्षा, सरी, प्लिज नजाऊ, मैले भने, तर ऊ अगाडि बढी नै रही। वर्षालाई आफूले गरेको व्यवहार सम्झेर साह्रै दिक्क लाग्यो। आफैसँग रिस उठ्यो। उसका आँखा र त्यो रातो नाडी सम्झेर पश्चाताप भयो। उसले बागमती तरिरहँदा कुद्दै गएर उसलाई रोक्न मन थियो, तर मैले खुट्टा अगाडि बढाउनै सकिनँ। खुट्टा भारी भएर आए। त्यसैले थचक्कै त्यही बेन्चमा बसेँ। मन एकदमै खिन्न भयो, दिमाग खाली भयो। क्यासेटमा रिल घुमे चाहिँ दिमाग फनफनी घुम्यो। पेट अमिलो भयो अनि दृश्य धमिलो भयो।